तर यो कुराहरू सबै ह्यान्डल गर्न सकिन्छ। त्यसको लागि चाहिँ के गर्नुपर्ने हुन्छ भने, हजुर जुनैसुकै पार्टीहरूलाई बेच्दै हुनुहुन्छ, उहाँहरू पार्टी भेरिफाई हुनुहुन्छ कि हुँदैन, उहाँहरूसँग हजुरको टर्म एन्ड कन्डिसन के छ, कति टाइममा पेमेन्ट गर्ने हो, चेक कहिले लिन पठाउने हो, यो कुराहरू सबै फिक्स गरेर काम गर्नुपर्ने हुन्छ। यदि हजुरले यो फिक्स नगरिकन काम गर्नुभएछ भने हजुरको बिजनेस ब्याकवर्ड गइरहेको हुन्छ। अनि यदि हजुरले यो कुराहरू सबै फिक्स गरेर सिस्टममा चल्नुभयो भने हजुर बिजनेसमा ग्रो गर्न सक्नुहुन्छ। अनि दोस्रो कुरो के छ भने नयाँ पार्टी हो भने चाहिँ सुरुको 4-5 लट चाहिँ क्यासै गर्नु, पार्टीले चिन्नु, पार्टीले टाइममा पेमेन्ट गर्छ कि गर्दैन बुझ्नु। अनि त्यसपछि एउटा लिमिट बनाइदिनु, 1,00,000 हुन्छ कि 1.5 लाख हुन्छ कि 50,000 हुन्छ कि 10,000 हुन्छ, एउटा लिमिट गराएर काम गर्नु होला। यत्तिकै कोही मान्छे एकचोटि 5 चोटि क्यास दियो भन्ने बित्तिकै खर्र उधारो दिएर नि काम हुँदैन। पार्टी चिन्नपर्छ, एउटा सिस्टममा हिँड्नुपर्ने हुन्छ। अनि यही हो, उधारो दिने भने लिमिट फिक्स गर्ने हो। अनि टाइमली पेमेन्ट कलेक्सन गर्न जानु पर्यो। हप्ताको 1 दिन हुन्छ कि कुन दिन हुन्छ मिलाएर आफ्नो स्टाफहरूलाई कलेक्सन गर्न पठाउनु पर्यो। यसरी चाहिँ हजुरले आफ्नो बिजनेसलाई म्यानेज गर्नुभयो भने बिजनेस ग्रो गर्न सकिन्छ। बजारमा सबैभन्दा गाह्रो काम के हो भन्दा पैसा कलेक्सन गर्नु हो। माल बेच्न त जसले नि बेच्न सक्छ, पैसा उठाउनु चाहिँ सबैभन्दा ठुलो काम हो। प्रफिट देखेर मात्र हुँदैन, क्यास फ्लो राम्रो हुनुपर्ने हुन्छ। पार्टीसँग पैसा अड्किँदैछ भने बिजनेस डुब्दैछ भन्ने बुझ्नु होला। क्यास फ्लो राम्रो छ भने बिजनेस ग्रो हुँदैछ भने बुझ्नु होला। यसरी नै हजुरहरूलाई बिजनेस टिप्सहरू चाहिएको छ भने रोहित जङ कुँवरको पेज फलो गर्नुहोला। अनि दैनिक हाम्रो अपडेटहरू हेर्दै गर्नुहोला। आजको लागि यति नै, धन्यवाद।